यो वर्षको लागि पनि एम्बेसी अफ इन्डियाले नेप्लिज स्टुडेन्टहरूको लागि प्रोभाइड गर्दै आएको जुन गोल्डन जुब्ली स्कलरसिप स्किम अनि महात्मा गान्धी स्कलरसिप स्किम छ त्यसको लागि चाहिँ अनलाइन एप्लिकेसन फर्म खोलिसकेको छ है त। फर्म चाहिँ तपाईँले अनलाइन यो गिभन वेब पोर्टलबाट भर्न सक्नुहुन्छ। कहिलेदेखि कहिलेबाट भनेपछि अक्टोबर 6देखि लिएर नोभेम्बर 2025सम्म। अनि यो महात्मा गान्धी स्कलरसिप भनेको चाहिँ तपाईँको क्लास 11 स्टुडेन्टको लागि हुन्छ है त, बुझ्नु पर्यो तपाईँले। अनि त्यस्तै गरी यो गोल्डन जुब्ली स्कलरसिप भनेको चाहिँ ब्याचलर कोर्सेसहरूको लागि हुन्छ, अन्डर ग्रेड प्रोग्राम्सहरूको लागि। डिप्लोमा चाहिँ हुनु भएन है। अनि त्यस्तै गरी चाहिँ यसमा चाहिँ अब डिफ्रेन्ट क्राइटेरियाहरू छ कि लाइक एज लिमिटहरू छ होइन। जस्तै गोल्डन जुब्लीको लागि चाहिँ तपाईँको 22 वर्ष कटेको हुनु भएन, 17देखि 22 वर्ष हुनु पर्यो होइन, 1 जुलाई 2026सम्ममा। अनि त्यस्तै गरी तपाईँको चाहिँ डकुमेन्ट्सहरू पनि छ। त्यस्तै गरी स्कलरसिप ड्युरेसन के कति छ, स्कलरसिप अमाउन्ट कति छ होइन, आदि इत्यादिको बारेमा चाहिँ तपाईँले डिटेलमा गएर यो वेबसाइटबाट चाहिँ पढ्नु होला है त। सो अरू चाहिँ त्यस्तै गरी एउटा के छ क्राइटेरिया भनेपछि तपाईँले पहिलादेखि चाहिँ स्कलरसिप कुनै पनि पाएको हुनु भएन होइन। सो डिटेलमा एकचोटि हेर्नु होला आफैले के कस्तो छ। अनि केही कन्फ्युजन छ भने मलाई सोध्नु होला है त। थ्याङ्क यू।